हामी जुम्लाबाट आएको बाउ। हाम्रो बाजेको बसस्थान जन्मस्थल हो जुम्ला, पश्चिममा पर्छ क्या जुम्ला, हुम्ला जुम्ला। जुम्लाको जुम्लेली हुन्। अनि पछि गएर यहाँ काठमाडौँमा जाहिर खाएछन्। जाहिर खाएपछि भोटमा लडाइँ लायो। लडाइँ लाएपछि ल अब अग्रपन्थी भएर लडाइँमा काम गर्ने मान्छे को छौ उठ, हात खडा गर, तिमीहरूलाई पछि इनाम मिल्छ भनेर भन्ने कुरा आएछ। त्यसो भन्दाखेरि के रणछोड थापाले मेरो नाम लेख रणछोड थापा। लडाइँमा गएपछि पछाडि लाएर के जान्थ्यो नि, अगाडि लाएर जाने मार्छ यत्रो जान्छ। दुई पालि मार्छ नि, एक पालि मार्छ भने भन्छ पछाडि लाएर गयो नि त पछाडि गएर मार्दैन, पछाडि गएर मार्छन् नि भन्छ। अग्रपन्थीमा म भएँ ल भएर हात उठाउँदाखेरि रणछोड थापा नाम लेख उहाँहरू नाम लेखेछन्। त्यही उसमा पछि लडाइँ जित हुँदै गयो। जित हुँदै गएपछि एउटा कुच्ची सहर बाँकी, अरू सबै ठाउँमा हाम्रो झन्डा फरफराएर अरू जिल्ला क्याप्चर गरेछन् नेपालले। भुटानको क्याप्चर गरिसकेपछि ल अब थकित गर्ने केही समय भएर सरसल्लाहमा चाहिँ उठेछ, ल थकित गर्ने भएर थकित भएछ। थकित भएपछि अब एक जिल्ला मात्रै बाँकी छ, त्यो एक जिल्ला मात्रै हामीलाई छोडिदेऊ, अरू जग्गा सबै तिमीलाई नै भयो, मिलापत्र गरौँ, अब लडाइँ नगर्ने भनेछन् भुटानको राजाले। त्यसो भनेपछि अब यसलाई सरसल्लाह गर्ने भन्ने कुरा उठेछ। त सरसल्लाहमा धेरै भाइ बर्दारहरूले हुन्छ छोडिदिउँ भयो, त्यति छोडिदिएर हुन्छ भने हामीलाई चाहिँ भोटे किन चाहिएको छैन भनेर त्यस्तो कुरा भइसक्यो रहेछ। पछि रणछोड थापाकै टोलीले 5-7जना गएर भनेछन् हाम्रो कसैको आँखा फुटाइदिए, कसैको खुट्टो डोडो बनाएर हलन चलन गरेर लड्नु परेको छ। अब ती बजियालाई फेरि जुन खानदान सहर त्यो राजधानीको सहर, त्यही सहर त्यसलाई दिएर मिलापत्र गर्ने हुँदैन, त्यो सहर हुँदैन। मिलापत्र गर्ने हो भने ती राजा मात्रै राज्य गरून्, त्यो कुच्ची सहर पनि हामी लिनुपर्छ भनेछन्। त्यसो भनेपछि त्यसो नछोड्ने तिनलाई नछोड्ने, हाम्रो कसैको आँखा फुटेछन्, कसैको खुट्टा माथिछन्, त्यस्तो बिहोर्नु परेको छ। फेरि त्यसलाई कुच्ची सहर राजधानी त्यसलाई दिएर मिलापत्र गर्ने, मिलापत्र हुँदैन भनेर भनेछन्। लोतो लोक त्यसमा जाने आज गएर ठोक्ने हो भनेर गएका त सबै छुरी लिएर बसेका छन्, सबैले छुरी लिएर बसेका छन्। त्यहाँ भन्नु अगाडि जाँदाखेरि तिनीहरूको ग्रुप यसरी धेरै बसेका हुन्थ्यो। अरे त्यो बसेका ग्रुपमा यताडि दौडेर गएपछि तरबार लिएर जाने। हाम्रो घरमा त्यो तरबार अझ पनि कसै घरमा चाहिँ खोजे पाइएला। 2 उमल वरिको हुँदो रहेछ तरबार, जम्मा 2 उमल वरिको टुप्पो भएको यस्तो तरबार हुँदो रहेछ। मुन्ची र फेद चाहिँ चाँदीको कब्जाले बनाएको छ। त्यो त्यस्तो तरबार हातमा लिएर गएर यसरी घुमेर नगएर हिर्काएपछि कसैको नाक काट्ने, कसैको आँखा काट्ने। अन्त ती भोटेहरू त भागबार्छन्। भागेपछि अब नेपाली फौजलाई त भागेका मान्छेलाई त कन्नु पछाडि लगाएर सहिलो भइहाल्यो। अनि त्यहाँ ल तिमी भाग भन्ने, फेरि यो जिल्ला हाम्रो कब्जा भयो भने कब्जा गर्ने। त्यसो गरेर ल्याएछन्, त्यसलाई पनि त्यसरी लिने अब भनेर त्यसरी हिसाबमेटाइ गरेर गएका लडाइँमा जाँदाखेरि त्यहाँ के भएछ भनेर भन्दैन। यसपालि पनि त्यसरी तरबार लिएर आउँछन् नि नेपालीहरू, रिँगेर मान्छे काट्ने भएर आउँछन्। बाजे उत्पाटी हेरौँ त त्यो बेलामा तिनले रिँगेर काटेर तिमीहरू घौटो पर्नु, सबैजना घौटो पर्नु। उसले रिँगेर यसरी घुम्दा घौटो पर्नु र खुट्टा हान्छ छुरीले हिर्काउनु र खुट्टा काट्नु। पहिले त घाँटी काट्ने भन्दा चाहिँ उनीहरूले लडाइँ गर्न आउने दुश्मनको त घाँटी काट्नुपर्छ भनेर घाँटी काट्ने भन्दा रहेछन्। जम्मा हतियार चाहिँ एक हातको चुपी त्यहाँभन्दा रहन्छ, एक हातको चुपी भएको मान्छेलाई 3 हातको तरबारले हिर्काएपछि यत्रो 3 हात पल्टिराले नाक काटेको छ, कसैको आँखा फुटाएको छ।
त्यसले कसरी खुट्टा काट्दैन अब त्यो पालि त जम्मै घौटो पर्ने त्यो चाहिँ सिस्टम सिकाएछन् तरबारले घुम्दाखेरि त ऊ घौटो परेको मान्छेलाई तरबारले यत्रो गयो भने घौटो परेकोलाई कसैको टाउ कहाँबाट दौडेको काटेकोले टाउ काटेकाले खुट्टा हिर्काएर सबैको खुट्टा त जहाँ ताछेछन् खुट्टा त खुट्टा काटेर त लड्नु परिहाल्यो नि त्यहाँ ती गएका त भत्सकै परेछन् एउटा पनि फिर्ता हुने पाएनन् मेरो बाजे रणसुर थापा त्यहीँ पर्नुभयो पछि रणसुर थापाको खरानी सरानी यस्तो लिएर यहाँ मान्छे आएछन् ल तिम्रो बाजे हुँ मरे खरानी ल्याइदिएछ अब खरानीमा हेरेर के गर्नुपर्छ काटकिरिया आदि गर भनेर त्यस्तो लिएर आएछन् के भयो भएर भन्दा अब यी घौटो गरेकाले कसरी काट्ने रे भएर अलमल परेछन् त्यही बेला उनीहरू खुट्टा काटेछन् जुसुङले खुट्टा काटेर लडायो त हुनु पनि त लड्या मान्छेले के काम गर्ने हो त्यस्तो भयो त्यहाँदेखि चाहिँ जित्नु सकिएन अनि भोलिपल्ट आएर अर्को दिन पनि त्यही गर्दैन अब अर्को दिन पनि हामी तरबार लिएर जाने उनीहरूले सबै घौटो पार्ने त्यो घौटो परेकालाई तरबारले हिर्काएर काटेर छिन्न सकिन्न अब के गर्ने होइन अब मिलापत्र गर्ने भयो अनि त्यो सहर पनि चाहियो भोटेको जाति कुनै पनि चाहिएन भोटेको जाति कुनै पनि चाहिएन मिलापत्र गरौँ भने अब हामीलाई भोटेको जग्गाको खाँचो छैन भनिदिनु सबै भाइ बाटबारले जो त त्यसमा त्यसै गर्ने हो भनेपछि 2 छन् बलाक 35 धार्नी भने हो कि 25 धार्नी भने हो तामु त्यो भोटेले हामीलाई तिर्नु पर्ने वर्षको पर 2 छन् बलाक र त्यति तामुले हामीलाई दिनुपर्ने त्यो शर्त रहेछ फेरि हामीले चिनलाई दिनुपर्ने त एक मुरी खुर्सानी 35 धार्नी भनेको तामु त्यो हाम्रो तनुमले भनौँ अथवा नेपालले भनौँ नेपालले चिनलाई दिनुपर्ने त्यस्तो शर्त गरेर मिलापत्र भएपछि अनि चिनले अब कसैले नेपाललाई हस्तक्षेप गर्ने कुरा गर्यो भने मेरो खुर्सानी बारी मलाई आएर भन्नु यस्तो यस्तो गर्यो भनेर भन्नु लड्ने अग्रगामी भएर म लड्छु नेपाली लड्नु पर्दैन भनेर हामीलाई त्यस्तो आश्वासन दिएको छ अरे क्या चिनले मेरो नेपाल खुर्सानी बारी हो कसैले हस्तक्षेप गर्न मिल्दैन गऱ्यो भने मसँग हस्तक्षेप गर्ने हो भनेर त्यसरी चिनले हामीलाई हौसला दिएर राखेको हामीले त्यो खुर्सानी रुट लैजानु पर्ने 1 वर्ष लाँदाखेरिमा ढिलाएछन् के भयो लान ढिलाएछन् त्यो अघिल्लो वर्षको पछिल्लो वर्ष डबल गरेर लैजाउँला मैले पछिल्लो वर्ष डबल गरेर लिएर गएको त चिनका रानीको छोरा त आर त एकदम लात्ताले एउटाले अगाडि हिर्काउँछ र एउटाले पछाडि हिर्काउँछ के भन्छ अरे फोहोर कहाँ गएको थिएँ भन्छ अरे हाम्रो लात्ताले ठोकिहाल्छ अन्त लडाइँ गरेर गएको होइन कर बुझाउनु गएको अन्त अगाडि हिर्काउँछ पछाडि लडाउँछ पछाडि हिर्काउँछ अगाडि लडाउँछ त्यस्तो बनायो अरे अनि त्यहाँदेखि वहीँ सरकारबाट गएर हामीले सामान लिएर आएको सामान बुझाउनु आएको मान्छेलाई कोही अगाडि लात्ताल हिर्काएर लडाउने कोही पछाडि हिर्काएर लडाउने गरे तिनका मान्छेले कुरा बुझ्दैनन् च्याङ बोल्छन् के अब यो बुझाउन हामीलाई कठिन पऱ्यो कसो गर्ने भनेर भन्नु अब यहाँ नआउनु राजधानीमा नआउनु अब राजधानीमा नआउनु सिमानामा बुझ्दिउँला हामी सिमानामा झगडा हुँदैन भएर भने अरे अनि चिनको सीमा त यहीँ ओल्तिर पर्छ अरे नि 12 त्यो ठाउँमा टाढी फेरि खुर्सानी तामु लहर चाहिँ बुझाउनु पर्ने यहाँ तपाईँ तेत्तेर गाउँ कसरी आइपुग्नु भयो कति पुस्ता भयो तेत्तेर गाउँ बस्नु भएको त्यो विषयमा भन्नुहोस् त यहाँ आएको तपाईँहरूसँग भएको 5 पुस्ता भयो म 5 पुस्ते हो म 5 पुस्ते हो मेरो छोरा 6 पुस्ते नाति 7 पुस्ते भयो
नाम भन्नु न 5 पुस्ते 6 पुस्तेको नाम भन्दै जानु नाम सुरुमा एक पुस्ते रणचुर थापा पुरानो खोजिया हेर्नु त रणचुर थापाको छोरा बलदो थापा बलदो थापाको छोरा रणचुर बलदो हस्तबहादुरको छोरा हर्कबहादुरको छोरा महो सनकबहादुरको छोरा नाम मुरारी अर्को रणबहादुर छन् मेरो 5 भाइ छोरा छन् त्यहाँ तेत्तेर गाउँको थापाहरू जति सबै एउटै दाजुभाइ खलाको हो एउटै खलको हामी थापाहरू सबैजना जुम्लाबाट आएको एउटै भन्नाले जुम्लाबाट आएको पछि पछि जिमल मुखिया जुम्लाका एउटै हो नि कुलदेवता एउटै एउटै 109 वर्ष त नि एउटै भन्नु पर्यो यहाँ ती एक छ तनुमबाट आएको पनि तिनी जुम्लाबाटै आएको बाबु ती हामी पहिले जुम्लामा थियौँ जुम्लामा पछि गोर्खाको राजाले हमला गरेपछि हाम्रो राज्य गोर्खा राजाको भएपछि अब के गर्ने त भनेर भन्दा अब हामीले लियौँ भने अब तिमीहरूको अब यहाँ राज्य छैन तिमीहरू जे गर्नु पनि त्यो आफ्नो अर्थ गर हामी त जितिसकेको राज्य अब हाम्रो कब्जा भयो उहाँहरू गोर्खा राजाले त्यसो भनेपछि अब यहाँ नभनी भनेर पोखरा झरेछन् थापाहरू त सबै पोखरा झरेछन् पोखरा आएर अहिले पनि छँदैछ अमरसिंह चोक भन्ने पोखरामा जग्गाको नाम छँदैछ अमरसिंह मन्त्री हुन् त्यो अमरसिंहको नाममा त्यो नामको चोक नाम राखेर त्यहीँ सबले घर बनाएर थापाहरू त्यहाँ बसेपछि पछि 2-4 जना के भनेछन् भने हाम्रो राज्य गएर गाभियो राजा हरायो राज्य त हराएको छैनन् हाम्रो जिमी जता जग्गा त हरा छैनन् लडाइँ गरेर हेर्नु राज व्यवस्था पो हामीले हार्यौँ त जग्गा त हामीले हारेका छैनन् जग्गा त हाम्रो जग्गै छ नि भनेपछि अब हामी राज खानदानका मान्छे हलो जोतेर खाने आलु लाएर कोदालो खनेर खाने अब त्यस्तो पारा हुन्छ हाम्रो त्यस्तो हुँदैन ल अब गोर्खा गएर कुरा गर्नु पर्यो भनेछन् र भिउसिंह थापा माछवर थापा अमरसिंह थापा यी थापाहरू गोर्खा आएछन् र हाम्रो राज्य तपाईँहरू जित्नुभयो तपाईँको भयो राज्य तपाईँको भयो भने जेठा त छँदैछ नि जेठा त कहीँ गएकै छैन भनेपछि अब हामीलाई यो राज्य गाभियो अब यही राज्यसँग जोडेर अब राज्य प्रशासन चलाउने हो राज्यको प्रगति गर्ने हो भन्नुहुन्छ भने त्यही कुरा गरेर मिलाउनु होइन तिमीहरू परचक लियो तिमीहरू राज्य हारुवा हो त्यसो भन्नुहुन्छ भने हामीलाई कहाँ गएर बखानी हो ठाउँ देखाउनुहोस् अब हामी हलो जोतेर खाएनौँ हलो जोतेर खानु त हाम्रो त परम्परा नै छैन हामी अरूको हलो जोत्ने बाहुनको हलो जोतेर खाने मान्छे हो र हामी त राजा भएर शासन चलाएर खाने मान्छे भनेपछि कहाँ देखाउनुहुन्छ कि हामीलाई जग्गा देखाउनु के ल्याएर गाभियो भनेर हामीलाई पनि मिसाउनुहोस् भनेपछि अब यी थापाहरू यी जुम्लाका यी त तयाडा छन् लडाइँ गरेर हाम्रो पनि कोही मान्छेको आगो फुटाइदिए यस्तो बनाए यी त खतरा छन् भनेपछि यिनलाई अब त्यहाँ हलो जोतेर खाऊ फलन जग्गा गएर बस्छ भनेर त्यो जग्गा किन देखाउँदैन त्यसरी अब यहीँ काम दिने भन्ने कुरा भएछ भिउसिंह थापालाई जनरल मन्त्रीमण्डल भन्न माथि मन्त्रीमण्डललाई भिउसिंह थापाले निर्देशन गर्ने तिमीहरूले अब यस्तो काम गर्नुपर्छ भएर त्यो योजनाहरू बनाउने त्यस्तो अधिकार भिउसिंह थापालाई भएछ मन्त्रीमण्डलको काममा अग्रगामी अनि त्यस्तै माछवर सिंह थापा नैनसिंह थापा अमरसिंह थापा यिनीहरू सबैले इन्तजाम गरेर अब त्यसरी काम गर्ने हो ल त